सम्पूर्ण साथीहरूलाई मेरो भिडियोमा न्यानो स्वागत गर्दै भिडियो अगाडि बढाउन चाहन्छु। आज हामी माल्टा टु नेपाल ट्राभल गर्दैछौँ। हाम्रो छोरो सानो बाबु पहिलोचोटि नेपाल भिजिट गर्न हामी लग्दैछौँ उसलाई। त्यही भएर उसको मेमोरीको लागि हामी यो भिडियो बनाउँदैछौँ। माल्टा टु नेपालसम्म कस्तो खालको ट्राभल हुन्छ सम्पूर्ण यसमा समावेश गर्ने ट्राई गर्छु, ताकि भोलि फ्युचरमा बाबुले हेरेर उसलाई आफ्नो बचपनको एकदम रमाइलो क्षण याद होस्। र यहाँ चाहिँ हामीले थोरै समस्या भोग्नु पर्यो। अब बोर्डिङ पास लिने क्रममा चाहिँ हाम्रो यो लगेज चाहिँ हामीले 30+7 गरेर क्याबिनको लागि 7 किलो र 30 किलोको लगेजहरू प्याकिङ गरेका थियौँ। तर 30 किलोको लागि चाहिँ 23+7 गरेर त्यसलाई स्प्लिट गर्नुपर्ने भयो र हामी एकदम पेनिक हुँदै अर्को ब्याग खोजेर प्याकिङ गर्ने क्रममा यहाँभन्दा अगाडिको भिडियोहरू केही छुटेको छ। अब चाहिँ हामी माथि वेटिङ हलबाट भिडियो हेलो गुड मर्निङ गाइज। हामी चाहिँ माल्टा इन्टरनेसनल एयरपोर्टबाट अब हामी नेपालको लागि गाडी देख्छ बाहिर एयरप्लेनहरू छ। कान्छाले चाहिँ गाडी देखेर गाडी भन्नुभयो है बाहिर एयरपोर्टमा, जो चाहिँ प्यासेन्जरहरूलाई प्लेनसम्म लाने बस हुन्छ। त्यो देखेर कान्छाले गाडी भन्नुभयो। हामी कहाँ जाँदैछौँ? नेपाल जाँदैछौँ। कान्छा हामी नेपाल जाँदैछौँ र माल्टा इन्टरनेसनल एयरपोर्टमा हाम्रो गेट नम्बर 15बाट हाम्रो चेक इन हुँदैछ र कुर्दैछौँ हामी। अब एकछिन 9:45को फ्लाइट हो, लगभग तपाईँको 8:30 टेन्सन भयो। अब यहाँबाट इस्तानबुलदेखि न्यू दिल्लीदेखि नेपाल गरेर भोलि बिहान हामी 22 जनवरीको बिहान 9:50 10 बजीतिर नेपालमा ल्यान्ड गर्छौँ। हाम्रो कान्छाको फर्स्ट टाइम नेपाल भिजिट गरेको भयो। कान्छा फर्स्ट टाइम नेपाल जाँदैछ हाम्रो छोरो। तलदेखि नै सुरुमा बोर्डिङ पास लिँदादेखि नै भिडियोहरू बनाउने भनेको। आज हाम्रो लगेज चाहिँ अत्याधिक भन्नाले त्यस्तो ओभरलोड चाहिँ भएको थिएन, ओभरवेट चाहिँ भएको थिएन। तर के थियो भने अब इन्डिगोको टिकटमा अहिले नयाँ चाहिँ तपाईँको 23+7 गरेर बोक्नुपर्ने रहेछ। हाम्रो चाहिँ सबै लगभग 28-29 त्यस्तोहरू थियो। अनि त्यो भएर सामान झिकेर अर्को ब्यागमा मिलाएर हाल्नुपर्ने अवस्था आयो। त्यो भएर भिडियोहरू बनाउन भ्याइएन। हतारमा जेब्रे झोलामा कोचेर प्लास्टिकले ऱ्याप गरेर टेप लगाएर अनि पठाएको छ। कान्छ कसलाई देखाएको पठाएको छ। अब त्यसपछि हामी माथि आयौँ, ड्युटी फ्री पार गरेर माथि आइसक्यौँ। अब चाहिँ हामी वेटिङमा छौँ, जहाँ गेट खुलेपछि आफ्नो प्लेन चढ्नेतिर जाने गन्तव्यमा छौँ। फाइनल गन्तव्य, फाइनल डेस्टिनेसन है त। ल अब त्यसपछि हामी प्लेन चढेको भिडियो बनाउँछौँ, त्यसपछि इस्तानबुलमा झरेको भिडियो बनाउँछौँ, त्यसपछि फेरि दिल्लीमा बनाउँछौँ अनि नेपाल ल्यान्ड गर्छौँ है त। कान्छ ल यता हेर बाई गरिदियो सबैलाई। ल बाई गरिदियो, क्यास ब्याग निकाल। बाई टाटा गरिदियो नि। ल टाटा गरिदियो। ल हाम्रो सानो मामुहरू अनि हिँड्ने हो नि त। एकछिन टायर्ड हुनुपर्छ कान्छ, एकछिन हिँडेर। अनि त्यसपछि प्लेनमा मिनी आउँछ, हुन्छ। कान्छ हेलो भन न। हेलो गर्दैन यहाँ मोबाइलमा यहाँ छोरी चाहिँ बाबु है, बाबु पनि पापा है। ल घुमाऊ, यस्तो घुमाइदियो। ल गाइजहरू हामी चाहिँ अब नेपाल ट्राभलको लागि
माल्टा इन्टरनेसनल एयरपोर्टमा वेट गरिरहेका छौँ होइन। आजको वेदर त्यस्तो नराम्रो छैन। बिहान हामी घरबाट हिँड्ने बेलामा चाहिँ पानी परिरहेको थियो। Do you want to share this with him? Do you want to share this one? Yeah? अड्क्यो थियो। वाह Mama. कान्छा नेपाल जाँदैछ बाबु। कान्छा पहिलोचोटि नेपाल जाँदैछ। गाइजहरू जाँदैछन् अगाडि अगाडि। हामीले सबै कुरा भइसक्यौँ होइन। फाइनल चेकिङ पनि गरेर अब मात्र यो गेटहरूबाट हाम्रो यो 14 नम्बर गेट भयो, 15 नम्बर गेट 16 त्यहाँ छ, 15 यहाँ बिचमा छ। ल यो 15 नम्बर गेटबाट हामी अब यहाँबाट टिके 1370 टर्किस एयरलाइन्सबाट हामी इस्तानबुलसम्म यात्रा गर्नेछौँ यहाँबाट है। अब बाबु 16मा छ। कान्छा के भन्छ के भन्छ यस बिहान खाऊ न। के भन्छ कान्छाले? ल के छ कान्छा? ल हामी फाइनल चेकिङ गर्न आइसक्यो। हाम्रो सबै कुरा डकुमेन्ट चेक भइसक्यो, सबै भइसक्यो। अब हामी प्लेन चढ्न मात्र बाँकी है। बाबु कराएको यतै हाई गर्दै हाई। मलाई प्याज चाहिन्छ, मलाई प्याज चाहिन्छ, मलाई निनी आँखा है। हाम्रो कान्छालाई निनी हाल्छ। मामा हौ त्यो बाबुलाई यो खाऊ भनिदेऊ न। तिमी नरौ यो खाऊ भनिदेऊ। म त रुन्न यस्तो खाएर बस्छु। त्यही जाने ल। गाडी खै कान्छ गाडी 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 हो। के होइन नि गाडी हेर न गाडी। अनाउन्स गरेर पनि तर्सेको प्लेनको आवाजले के गर्छ त? ल ल ल निस्किनु। वेटिङ रुममा केही बेरको इन्तजार गर्दा गर्दै बाबु चाहिँ यहाँ देख्न सक्नुहुन्छ मस्त निदाइदियो है। हामी चाहिँ प्लेन चढ्नको लागि यो बसमा आइसकेका छौँ। बाहिर सिमसिम पानी पनि परिरहेको छ। सरिता स्टिल आफ्नो बोर्डिङ र पासपोर्ट चेक गर्ने क्रममै छ। अब केही बेरमा हामी यो बसबाट प्लेनसम्मको यात्रा गर्नेछौँ। बाबुले कस्तो खालको रियाक्सन देखाउँछ प्लेन चढ्दा भनेर उसको भिडियो खिच्ने भनेको ऊ चाहिँ मस्त डिप निन्द्रामा छ। ममा आयो हेलो गरिदिएको। ल अब चाहिँ प्लेनमा जानको लागि है त बसमा। यो टर्किस एयरलाइन्समा कान्छा मामुको काखमा बसेर चढ्दै हुनुहुन्छ। हात र पाटा चाहिँ लगेजहरू, बाबुको ट्रली। ल कान्छा गाडी खै गाडी जाडो भयो उसलाई। ल नाक टर्किस एयरलाइन्सको। हेलो बाई सी यु इन नेपाल। ल है त
खान लाग्यो यहाँ बाबुले डिस्टर्ब गरेर उसले पनि आफ्नो मेल्टी पट खाँदैछ कान्छ हाई फाइभ गरिदियो रहेछ मेलिस हाई फाइभ गाडी 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 छ यहाँ ल अबको केही मिनटमा हामी इस्तानबुल ट्रान्जिट एयरपोर्टमा ल्यान्ड गर्दैछौँ ल्यान्ड गर्नुभन्दा अगाडि थोरै दुध खाओस् भनेर बनाइदिएको ऊ खेल्दै खाँदैछ खुसी छ अब ल्यान्ड गर्दैछौँ है त साथीहरू अर्को बाबु अर्को बाबु के गर्छ जान्छ हामीसँग आएको बाबु ल्यान्ड गरिसक्यो अरे बाहिर हेरेर बसेको कान्छा आऊ अहिले खलासीले निस्किनुहोस् ढिलो भइसक्यो टर्की आइसक्यो भन्नुहुन्छ टर्की आइसक्यो टर्किस एयरलाइनबाट हामी टर्की आइसक्यौँ नजिसको पापा हो सिट डाउन भुङ्ग हुन्छ सिट डाउन ल गाडी देखाइदेऊ न उठेर स्ट्यान्ड अप देन सो गाडी कान्छा जाडो छ टर्कीमा जाडो छ हो गेलो कान्छा बेबी मेलिस वाउ यता हेर गाडी भन न कान्छा ट्रान्जिटमा आएर हेर रातो भयो बिचरा थाकेर अब डाइपर चेन्ज गर्ने ऊ मामुले डाइपर खोज्दैछ अझै यहाँ 5 घन्टा चान्चुट बस्नु छ होइन ल अब बाथरुम जाने त्यसपछि डाइपर चेन्ज गर्ने ल माल्टादेखि इस्तानबुल टर्किस एयरलाइन्समा आइसकेपछि अब हाम्रो यहाँ ट्रान्जिट छ 5 घन्टा अब हेरौँ है त मैले लगेजमा खानेकुरा के ल्याएको छु अब भोक लाग्यो खाना पऱ्यो क्याटाकुटु ल हो यो खुल्ला छ जस्तो लाग्यो यो खानु पऱ्यो एउटा तितौरा खुल्ला छ यो खानु पऱ्यो भोक लाग्छ यहाँ हामीसँग के छ यस्तो कर्न कप्स भन्ने छ त्यसपछि बाबुलाई बिस्कुट हामीलाई पनि बिस्कुट छ यस्तो तपाईँको यो छ कुरकुरेहरू छ बाबुको खाना छ र यसमा चाहिँ सबैभन्दा भुटेको मकै बटमास यस्तो क्र्याकरहरू छ ल यो चाहिँ हाम्रो अर्को माधव दाई भन्नेले नेपालबाट आउँदा लिएर आएर अस्ति दिनुभएको थियो 1 महिना जस्तो अगाडि अनि घरको घरमा थियो अहिले फेरि आफूलाई बाटो खानुहुन्छ भने त कुखुरा हालेर लिएर आएको ल अनि साथीहरू के गर्छ ट्राभल गरे बेला नुनिलो पिरो अमिलो गुलियो मिठो ल साथीहरूलाई अब म थोरै इन्फर्मेसन दिँदै हाम्रो सेकेन्ड फ्लाइटको लागि अझै 4.5 घन्टा जस्तो समय भएको हुँदा म एयरपोर्ट भिजिट गराउँछु है त साथीहरूलाई र आफूलाई थाहा भएको थोरै केही जानकारी पनि दिन्छु यो चाहिँ टर्की इस्तानबुलमा रहेको एकदमै ठुलो एकदम राम्रो भव्य एयरपोर्ट हो यहाँबाट चाहिँ विभिन्न देशमा टर्किस एयरलाइन्सले आफ्नो फ्लाइट गर्ने गर्छ नर्मल्ली तपाईँहरू युरोप कन्ट्री जाँदै हुनुहुन्छ भने टर्किस एयरलाइन्सबाट यहाँ हाम्रो इस्तानबुलमा चाहिँ ट्रान्जिट पर्ने ठाउँ यो नै हो मेरो पनि यो 3rd टाइम हो यहाँबाट मैले ट्रान्जिट गरेर आफ्नो गन्तव्यसम्म यात्रा गरेको र साथीहरू यहाँबाट तपाईँहरू ट्रान्जिट परेर ट्राभल गर्दै हुनुहुन्छ भने केही इन्फर्मेसन लिन मन लाग्यो भने यहाँ चाहिँ इङ्ग्लिस अलिकति चल्दैन किनभने टर्किस ल्याङ्ग्वेज अफिसियल ल्याङ्ग्वेज भएको हुँदा यहाँको स्टाफहरूसँग तपाईँले सोध्न खोजेको कुरा चाहिँ आफूले मोबाइलमा ट्रान्सलेट गरेर सोध्न सक्नुहुन्छ है त अब चाहिँ हामी यो ड्युटी फ्री हुँदै यहाँको क्याफेटेरियाहरू भिजिट गर्दै हाम्रो सेकेन्ड फ्लाइटको लागि नयाँ गेट खोज्छौँ है देख्न सक्नुहुन्छ साथीहरू यहाँबाट पास हुने प्यासेन्जरहरूलाई कति पनि बोर फिल नहोस् भनेर कति राम्रो सजावटका साथ यहाँ तपाईँहरूले क्याफेटेरिया
रेस्टरुमहरू पानीहरूको सुविधा हुन्छ यहाँ एयरपोर्टमा नै है हेर्न सक्नुहुन्छ हट वाटर भर्यो अब यहाँ कोल्ड वाटर भर्छु अलिकति सेन्सर छ यहाँ यस्तो हुन्छ एयरपोर्टमा सुविधा हाम्रो नेपालमा ठग्छन् मात्र के बिबा अनि के बिबा सबैले यसरी यहाँ हट वाटर अनि त्यसपछि ड्रिङ्किङ नर्मल वाटर यसरी भरेर लान्छन् एयरपोर्टमा किन खान मन लाग्ने किन नि खान्छन् तर यसरी भरेर लान नि पाइन्छ खान नि पाइन्छ त्यही भएर केही कुरा गर्नुहोस् के बिबा ल इस्तानबुलको लामो ट्रान्जिटलाई हामीले मनोरञ्जनमा बदल्दैछौँ 5-6 घन्टाको ट्रान्जिट छ हामी यहाँ म्यारेज खेल्दैछौँ ल तास लिएर आइहाल्यो टक्क म्यारेज खेलेर बस्ने हो 1 घन्टा जति बाबु यता आनन्दले बिस्किट पुगिन्छ कति हाँस्दै यही बेला गरी अनि त्यसपछि भिडियो हेर्दैछौँ हामी चाहिँ 2-3 हात जति तास खेल्नु पऱ्यो है त ल हेलो गाइज देखो न गाइज त्यसपछि हामी म्याकडोनल्ड्स खाना आयौँ बाबु नि गयो मिठो नि रहेछ होइन McDonald's को फ्राइज चाहिँ मिठो लाग्छ है मलाई ल अब हाम्रो 2 घन्टा चान्सुनमा अर्को फ्लाइट छ न्यू दिल्लीसम्म जानको लागि त्योभन्दा अगाडि हामी यसो खाजा खान लाग्यौँ है त ट्याप गयो कताबाट ल अब इन्डिगो यहाँबाट इन्डिया न्यू दिल्लीसम्म जाने प्लेन यो चाहिँ तपाईँको यसको इन्जिनै एउटा ट्रकभन्दा पनि ठुलो छ ए हाम्रो कान्छा अब यो इन्डिगोमा चढेर जान्छन् न्यू दिल्लीसम्म ओके है त ल पछाडिबाट चल्दा ठिक हुन्छ भन्ने कुरा आयो पछाडिको बाटो चढ्दा ठिक हुन्छ भन्ने कुरा आयो ल अब हामी जाँदैछौँ है त इस्तानबुल टु दिल्ली इन्डिगो ल अत्याधिक ठुलो रहेछ यो बोइङ 777 एकदम ठुलो जेटमा जाँदैछौँ अब यहाँबाट टाउको मसाज बाबु त त्यसै मसाज गर मसाजी नानी त कटानी तरुनी पनि खानी कपाल बनाएर थाहा भइसक्यो ल अब चाहिँ इस्तानबुल टु दिल्लीको लागि हामी उडिसकेका छौँ दुईटै साइडमा 3-3वटा सिट र करिडोर त्यसपछि यो बिचमा चाहिँ 4वटा सिट भएको यो प्लेनमा हामी बसिसकेका छौँ बाबु निदाइसक्यो फेरि पनि फाइनली साथीहरू हामी चाहिँ यो दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा आइसकेका छौँ यहाँ एकदम छोटो ट्रान्जिट अब हामी सिधै अर्को नेपाल जाने प्लेनमा चढ्ने समय भइहाल्छ यहाँबाट अर्को गेट खोजेर गइहाल्ने समय छ इस्तानबुलदेखि दिल्लीसम्म आएको धेरै भिडियो खिचिएन नाइट टाइममा गएर सबैजना रेस्ट गर्ने सुत्नेतिरै लाग्यो यसै गरी हामी अब दिल्ली टु नेपालको लागि पनि अर्को इन्डिगोको प्लेनमा चढिसकेका छौँ अब 2-3 घन्टामा हामी नेपाल पुग्दैछौँ है त साथीहरू लग में हेलो गरेर यता
अराइभल गेटमा छौँ है। ल यता हेरेको नेपाल आइपुग्यो नि कान्छी यता कान्छी यता हेरेको कान्छी पापा अराइभल गेटमा नाति केटा आयो। No,